नमस्कार डियर स्टुडेन्ट्स, वेलकम टु माई युट्युब च्यानल। आज हामी क्लास 8 को परियोजना कार्य अन्तर्गत गणित विषयको परियोजना कार्य अन्तर्गत पेज नम्बर 113 र पेज नम्बर 122 को एक्सर्साइज 8.1 र 8.2 को परियोजना कार्यको भिडियो लिएर उपस्थित भएका छौँ। भिडियोलाई अन्तिमसम्म हेर्न साथ दिनुहोला है त। ओके, पहिलो प्रश्न भनेको हाम्रो परियोजना कार्य 1 एफो पेपर र समबाहु चतुर्भुजको क्षेत्रफलसँग सम्बन्धित छ। यहाँ प्रश्न चाहिँ हाम्रो यस्तो छ, एउटा एफो साइज पेपर लिनुहोस्, यसका बीचमा 5 सेन्टिमिटर लम्बाइ भएको एउटा समबाहु चतुर्भुजको रचना गर्नुहोस्। यो समबाहु चतुर्भुजलाई कैँचीको सहयोगले त्यहाँबाट काटेर निकाल्नुहोस्। अब बाँकी भागको क्षेत्रफल पत्ता लगाई कक्षीय कोठामा प्रस्तुत गर्नुहोस् भनेको छ। ओके साथीहरू, यसको लागि चाहिँ हामीलाई आवश्यक के पर्यो त, एफो साइज पेपर चाहियो, रुलर चाहियो नाप्नु पर्यो, पेन्सिल चाहियो, कैँची चाहियो, क्याल्कुलेटर चाहियो हिसाब गर्नलाई। एफो साइज पेपरको नाप निकाल्ने, अब मानक एफो साइज पेपरको लम्बाइ चाहिँ कति हुन्छ त भन्दाखेरि 29.7 सिएम हुन्छ। त्यसै गरी मानक एफो साइज पेपरको चौडाइ कति हुन्छ भन्दाखेरि 21 सेन्टिमिटर हुन्छ। त्यसै गरी एफो साइज पेपरको क्षेत्रफल A1 इक्वल्स टु के हुन्छ त, हामीलाई थाहा छ लम्बाइ इन्टु चौडाइ यल इन्टु बी हुन्छ। A1 इक्वल्स टु 29.7 इन्टु 21.7 सिएम गर्दाखेरि 623.7 सेन्टिमिटर स्क्वायर चाहिँ हाम्रो एफो साइज पेपरको क्षेत्रफल आउँछ साथीहरू है त। ओके, त्यसपछि विकर्ण नापेर डायगोनल्स नाप्नुपर्ने हुन्छ हामीले। रुलरले 2 कर्ण नाप्दा पहिलो कर्ण चाहिँ कति आयो त भन्दाखेरि मैले नापेर हेर्दाखेरि 8.66 सेन्टिमिटर आयो। दोस्रो कर्ण D2, दोस्रो डायगोनल नाप्दाखेरि 5 सेन्टिमिटर आयो। अब क्षेत्रफल भनेको हामीलाई थाहा छ समबाहु चतुर्भुजको क्षेत्रफल पत्ता लगाउने सूत्र के हो त, 1/2 इन्टु D1 इन्टु D2 भनेर हामीले पढेको हो। यदि तपाईँले यो समबाहु त्रिभुजको क्षेत्रफल पत्ता लगाउने सूत्रको बारेमा थाहा छैन भने यसको मेरो पुरानो भिडियो हेर्नु पर्यो हैन। 1/2 इन्टु D1 भनेको 8.66 सेन्टिमिटर र D2 भनेको 5 सेन्टिमिटर छ। अब यो दुईटालाई गुणन गर्दाखेरि 21.65 सेन्टिमिटर स्क्वायर चाहिँ हाम्रो यो चाहिँ स्क्वायर हो है। स्क्वायर चाहिँ हाम्रो यो समबाहु चतुर्भुजाकारको आएको छ। ओके, अब चाहिँ हामीले के लेख्नु पर्यो भने बाँकी भागको क्षेत्रफल। अब त्यसको लागि चाहिँ के यो समबाहु चतुर्भुजाकार त्यो भित्र खिचिसकेपछि एफो साइज भित्र खिचिसकेपछि त्यो त निकाल्ने हो। त्यो निकालिसकेपछि बाँकी रहेको भागको क्षेत्रफल कति हुन्छ भन्दाखेरि A इक्वल्स टु एफो पेपरको क्षेत्रफल A1 माइनस समबाहु चतुर्भुजको क्षेत्रफल A2 गर्दाखेरि 623.7 सेन्टिमिटर स्क्वायर माइनस 21.65 सिएम स्क्वायर गर्दाखेरि 602.05 सिएम स्क्वायर चाहिँ हाम्रो यसको एन्सर आउँछ। निष्कर्षमा लेख्न सक्छौँ, एफो साइज पेपरबाट 5 सिएम भुजा भएको समबाहु चतुर्भुज काटेर हटाउँदा बाँकी रहेको भागको कुल क्षेत्रफल 602.05 सेन्टिमिटर स्क्वायर हुन्छ भनेर चाहिँ हामी लेख्न सक्छौँ है त। ओके, अर्को प्रश्न भनेको चाहिँ हाम्रो परियोजना कार्य अन्तर्गतकै क्षेत्रफल रिलेटेड नै भएको कारणले पेज नम्बर 122 एक्सर्साइज 8.2 को क्वेसनलाई पनि सोल्युसन गर्छौँ हामी। प्रश्न चाहिँ तपाईँको वरपर पाइने 3वटा वृत्ताकार वस्तुको नाम लेख्नुहोस्। अब ती वस्तुहरूको व्यास नाप्नुहोस् र त्यसका परिधि र क्षेत्रफल निकाली कक्षामा प्रस्तुत गर्नुहोस् भनेको छ। सुरुमा चाहिँ हामीले के नाप्नुपर्ने छ त, व्यास नाप्नुपर्ने छ है त। ओके, हाम्रो दैनिक जीवनमा प्रयोग हुने 3वटा वृत्ताकार वस्तुहरू रु 5 को सिक्का, 5 को पनि सिक्का हुन्छ है साथीहरू, 2 को भन्दा अलिकति मोटो खालको हुन्छ, त्यो चाहिँ पुरानो हो। त्यसपछि चुरा, खाना खाने प्लेटले नाप लिएको छ। अब तपाईँले के को लिनुहुन्छ, यसैको लिनुहुन्छ भने यही अनुसार लेख्न सकिने भयो। यो चाहिँ एउटा तरिका है त, आफैले गर्ने कोसिस गर्नु होला। रु 5 को सिक्का व्यास कति हुन्छ त भन्दाखेरि यसको 2.8 सिएम रहेछ। 2.8 सिएम व्यास भनेपछि अर्ध व्यास कति हुन्छ त, आर भनेको 2.8 भागा 2 गर्दाखेरि 1.4 सिएम हुन्छ। परिधि पत्ता लगाउनु पर्ने छ नि त हामीले हैन। परिधि C इक्वल्स टु के हुन्छ, 2 पाई r हुन्छ। 2 पाई r भनेको के हो,
2 इन्टु पाई भनेको 22/7 इन्टु आर भनेको 1.4। अब यसमा 2 इन्टु 22 इन्टु 1.4 गरेर 7ले भाग गर्दाखेरि 8.8 cm चाहिँ हाम्रो परिधि आउँछ है सिक्काको। क्षेत्रफल भनेको पाई r², पाईको मान 22/7 इन्टु 1.4 को स्क्वायर गर्दाखेरि कति हुन्छ त भन्दाखेरि 6.16 सेन्टिमिटर स्क्वायर चाहिँ यसको क्षेत्रफल हुन्छ है त साथीहरू। त्यसपछि अब चुराको व्यास कति रहेछ त भन्दाखेरि 5.6 सेन्टिमिटर। अर्धव्यास कति हुन्छ त 5.6 लाई 2 ले भाग गर्दाखेरि 2.8 cm हुन्छ। त्यसपछि परिधि c इक्वल्स टु के हुन्छ 2 पाई r हुन्छ। 2 इन्टु पाई भनेको 22/7 हो इन्टु r भनेको 2.8। अब यो 2 इन्टु 22 इन्टु 2.8 भागा 7 गर्दाखेरि कति हुन्छ 17.6 सेन्टिमिटर हुन्छ। क्षेत्रफलको कुरा गर्दाखेरि a इक्वल्स टु पाई r² हुन्छ। पाईको मान 22/7 इन्टु 2.8 r को मान राखेर स्क्वायर गर्दाखेरि 22 इन्टु 2.8 को स्क्वायर डिभाइड बाई 7 गर्दाखेरि हाम्रो 24.64 अर्थात् 64 सेन्टिमिटर स्क्वायर चाहिँ यसको एन्सर आउँछ है त। अब खाना खाने प्लेटको व्यास कति रहेछ त भन्दाखेरि 21 सेन्टिमिटर रहेछ। अर्धव्यास चाहिँ कति हुन्छ त 10.5 सेन्टिमिटर। परिधि c इक्वल्स टु के हुन्छ 2 पाई r अनि 2 इन्टु पाईको मान र r को मान राखेर यो हिसाब गर्दाखेरि 66 सेन्टिमिटर स्क्वायर आउँछ। त्यसैगरी क्षेत्रफलको कुरा गर्दाखेरि पाई r², पाईको मान र r भनेको 10.5 राख्दाखेरि 346.5 सेन्टिमिटर स्क्वायर चाहिँ हाम्रो यसको क्षेत्रफल आउँछ। ओके, अब यहाँ हामी तालिकाको रूपमा प्रस्तुत गरिदिन्छौँ। वस्तुको नाम सिक्का, 5 रु 5 को सिक्का, त्यसैगरी चुरा, खानाको प्लेट, त्यसैगरी व्यास भनेको यसको 2.8, यसको 5.6 र यसको 21, अर्धव्यास भनेको 1.4, 2.8 र 10.5, त्यसैगरी परिधि भनेको 8.8 सेन्टिमिटर, त्यसैगरी 17.6 सेन्टिमिटर र 66 सेन्टिमिटर र क्षेत्रफल भनेको 6.16 सेन्टिमिटर स्क्वायर। त्यसै चुराको 24.64 सेन्टिमिटर स्क्वायर र खाना खाने प्लेटको 346.5 सेन्टिमिटर स्क्वायर आएको छ। यसरी चाहिँ हामी एकदम क्लियर तरिकाले चाहिँ राख्न सक्छौँ है त। ओके, परियोजना कार्य खमा समान परिमितिका आकृतिको क्षेत्रफलको तुलना भनेको छ। यहाँ चाहिँ हामीले प्रश्न छ 18 सेन्टिमिटर लामो धागोको 3 टुक्रा लिनुहोस्। अब उक्त धागोबाट क्रमशः एउटा वर्ग, एउटा आयत र एउटा वृत्त बनाउनुहोस्। अब तिनीहरूको क्षेत्रफल पत्ता लगाई सबैभन्दा कम र सबैभन्दा बढी क्षेत्रफल कुन आकृतिको भए छलफल गर्नुहोस् भनेको छ। अब सबै आकृतिको निर्माण गर्दा प्रयोग गरेको धागोलाई 18 सेन्टिमिटर भएकाले तिनैवटाको परिमिति चाहिँ 18 सेन्टिमिटर नै हुन्छ है। यो चाहिँ हामीले बुझिराख्नुपर्छ। अब सुरुमा वर्ग बनाएर वर्ग बनाउँदाखेरि परिमिति 18 सेन्टिमिटर छ भने सुरुमा त वर्गको भुजाको लम्बाइ कति आउने रहेछ हेर्नु पर्यो नि त। यो भने त हाम्रो a इक्वल्स के गर्नु पर्यो p लाई 4 ले भाग गर्नु पर्यो हैन। वर्ग बनाउनको लागि 4 भागमा भाग गर्नु पर्यो नि त। यसो गर्दाखेरि 18 लाई 4 ले भाग गर्दाखेरि 4.5 सेन्टिमिटर हुन्छ। त्यसैगरी क्षेत्रफल भनेको a², 4.5 को स्क्वायर भनेको 20.25 सेन्टिमिटर स्क्वायर हुन्छ। यो भयो a1 वर्ग बनाउँदाखेरि। अब आयत बनाउँदाखेरि रेक्ट्याङ्गल बनाउँदाखेरि क्षेत्रफल कति हुन्छ त भन्दाखेरि अब परिमिति p इक्वल्स टु हो 2 ब्र्याकेट l प्लस b हो। अब परिमितिको ठाउँमा 18 सेन्टिमिटर राखौँ, l प्लस b l प्लस b इक्वल्स टु 9 सेन्टिमिटर अर्थात् लम्बाइ र चौडाइको जोडफल चाहिँ कति आउँछ त 9 सेन्टिमिटर आउँछ। मानव आयतको लम्बाइ 5 सेन्टिमिटर भए चौडाइ चाहिँ कति हुन्छ त 4 सेन्टिमिटर। मैले चाहिँ यसरी गरेँ है। अब यहाँ मानव भनेर लेख्न आवश्यक पनि भएन। टक्क लगाएर यसलाई यो मानवलाई चाहिँ काट्दिउँ है। ओके साथीहरू,
ल आयतको लम्बाइ चाहिँ कति आयो त? आयतको लम्बाइ चाहिँ हाम्रो टक्क लाएर आयतको लम्बाइ भनेको 5 सेन्टिमिटर र चौडाइ 4 सेन्टिमिटर गरी त्यो डोरीलाई त्यस्तो बनाउँदाखेरि क्षेत्रफल चाहिँ कति आउँछ त भन्दाखेरि L × B गर्दाखेरि 20 सेन्टिमिटर स्क्वायर आउँछ। त्यसै गरी त्यसलाई वृत्त बनाउँदाखेरि परिधि C इक्वल्स टु कति छ 2 पाई r छ हैन 2 पाई r भनेको कति हो 18 सेन्टिमिटर हो। अब 2 × पाई को ठाउँमा 22/7 × r इक्वल्स टु 18 हुन्छ हैन। यो भनेको अब के हुन्छ त r इक्वल्स टु के हुन्छ त r इक्वल्स टु 18 × 7 अपन 44 यहाँ हेरौँ है 18 × 7 यसले यता गुणन गर्न जाने भयो नि त 18 ले है 7 r को मानको लागि अपन 44 गर्दाखेरि हाम्रो कति आउँछ त भन्दाखेरि 2.86 सेन्टिमिटर चाहिँ आउँछ है। यो गर्दाखेरि के को मान त r को मान चाहिँ 2.86 सेन्टिमिटर आउँछ। त्यसैगरी अब A3 भनेको कति आउँछ त यसको क्षेत्रफल भनेको पाई r स्क्वायर इक्वल्स टु 22/7 × 2.86 स्क्वायर। अब यो गुणन गर्दाखेरि चाहिँ कति आउँछ त भन्दाखेरि 22/7 × 2.86 को स्क्वायर गुणन गर्दाखेरि 25.71 सेन्टिमिटर स्क्वायर चाहिँ हाम्रो एन्सर आउँछ है त। ओके त्यसपछि अब क्षेत्रफलको तुलना गर्दा छलफल निष्कर्ष वर्गको क्षेत्रफल यति आयो आयतको क्षेत्रफल यति आयो वृत्तको क्षेत्रफल यति आयो। समान परिमिति 18 सेन्टिमिटर भएका आकृतिमध्ये सबभन्दा कम क्षेत्रफल भएको आकृति आयत 20 सेन्टिमिटर स्क्वायर र सबभन्दा बढी क्षेत्रफल भएको आकृति वृत्त 25.71 सेन्टिमिटर स्क्वायर भनेर हामी यहाँ लेख्न सक्छौँ। अब यहाँ व्यवहारिक सिकाइ चाहिँ के हुन्छ भने घेरा परिमिति उही भए तापनि वृत्ताकार आकृतिले घेरेको ठाउँ क्षेत्रफल सबभन्दा बढी हुन्छ भनेर चाहिँ यसरी हामी लेख्न सक्छौँ। ओके साथीहरू आजको लागि यति नै गर्छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद।